वेलकम टु माई ब्लग। नमस्ते सबैजनालाई। मेरो नाम मनिषा विक हो। म पनि यता सन्चै छु। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। आजको ब्लग चाहिँ बिहान 5 बजेदेखि सुरु हुन्छ। मलाई छतमा पानी हाल्नु थियो, त्यही भएर मेरो छोरा पनि मसँगै उठ्यो। त्यसैले मैले छोरालाई पनि छतमा लगेर पानी हालेँ। टाकीमा पानी हाल्नुपर्छ नि त, त्यही भएर पानी हालेँ। त्यसपछि पानी हालिसकेपछि म तल गएँ। तल गएर पानी बार एउटा टाकीमा भरि भयो भने अर्को टाकीमाले तल जानुपर्छ। अनि तल आएर बाबुलाई यतै छोड्छु, बिस्तारैमा छोडेर म जान्छु भनेको त बाबु मान्दै नरहेको थियो कि, त्यही भएर रोइरहेको थियो। त्यसैले आफूसँग लगेर गयो कि माथि। अनि तल खाने पानी पिउने पानी पनि आएको थियो नि त, त्यही भएर पानी पनि हाल्नु थियो। सबैलाई पानी आयो भन्नुपर्छ नि त, किनकि म वाचम्यानमा बसेछु नि त, वाचम्यान ड्युटी हो मेरो। त्यही भएर मैले भन्नुपर्छ कि सबैको डोरमा गएर पानी सबैजनाले भरिसकेपछि मैले त्यो पार्किङ धुनुपर्छ नि त, त्यो तलको पार्किङ धुनुपर्छ। त्यही भएर म पानी फाल्दै थिएँ, बिचमा पानी गयो कि, त्यही भएर मैले पार्किङमा पानी हाल्दै थिएँ। छोरो पनि आयो कि, अनि त्यही भएर पानीसँग खेल्नलाई छोरो पनि आयो। त्यसैले पानी पनि गयो, छोरो। अनि मम्मीले उता हाम्रो यता ग्यास राखेको छैन नि त, हामी उतै खाना खान्छौँ नि त। मम्मी मेरो सासू सहुराको रुममा त्यही खाना खान्छौँ नि त, त्यही भएर उहाँदेखि नास्ता ल्याएको थियो बिहान। अनि रोटी खाएँ मैले। रोटी खाइसकेर अनि बाबुसँग खेल्न लागेँ। अनि बाबु डान्स गर्नु, अनि बुढोलाई पनि उठाएँ। त्यसपछि बुढोलाई उठाइसकेपछि अनि बाबुले डान्स गर्यो। बिहान चिसो छ, त्यही भएर टोपी हालिदिएको थिएँ। छतमा लागेको थियो नि त, चिसो हावा आउँदै थियो 5 बजीतिर, त्यही भएर टोपी अनि फुलाइदिएँ। हेर्नु न कसरी खेल्छ कि, कस्तो गर्छ, कसरी डान्स गर्छ, हेर्नु न कसरी गर्छ डान्स मेरो छोरा। डान्स गर्दै थियो। म नमस्ते गर भन्छु त नमस्ते नगर्ने कि, यस्तरी भनेपछि कसरी फोन गरेपछि नमस्ते गर्छ छोरो भनेपछि नमस्ते गर्छ नि त, त्यही भएर नमस्ते गर भनेको नाइ। ऊ त डान्सैमै छ, डान्सै गर्नु छ उसलाई र डान्सै गर्दैछ के, डान्स गर्दैछ। डान्स यस्तरी गरिरहेको छ, हेर्नु न सबै यस्तो गरिदिन्छ डान्स। हल्ली हात मात्रै हल्लाउँछ, हात र शरीर हल्लाएर यस्तरी उपर्छ। पहिला नि कति भर्खर उभिन्थ्यो, सायद भर्खर थिएन मैले, त्यसैले मैले टाउको गर्दै थिएँ। यति सानो कपाल छ, त्यही पनि यति अल्झिन्छ कि, यति अल्झिन्छ पुरै टाउको दुख्छ कि, त्यो यस्तो अल्झिन्छ। कपाल यति सानो छ, फेरि पनि यस्तरी अल्झिन्छ कि, किन होला? केही उपाय छ भने भन्नु ल, सिल्की बनाउनलाई। टाउको कोर्सकेपछि मलाई त्यो पानी गयो नि त, त्यही भएर मलाई पाइप फोल्ड गर्नु थियो, त्यही भएर म पाइप फोल्ड गर्नतिर लागेँ। अनि पाइप फोल्ड गर्नतिर लागिसकेपछि मलाई पाइप फोल्ड गर्दै थिएँ, त्यो डान्स गर्दै थियो कि, मैले फोन त्यता राखेको थिएँ नि त, क्यामेरा अन गरेर त्यो डान्स गर्दै थियो त्यहाँनिर आएर। जहाँदेखि नि क्यामेरा देखायो भने ऊ डान्स गरिहाल्छ नि त, त्यस्तो हो त्यो। अब म चाहिँ सेठको घरमा नास्ताको पैसा लिनको लागि जाँदैछु। पैसा लिएर अनि नास्ता लिएर अनि ढुक्क आधा घन्टा अनि बस्न पाइन्छ कि, त्यसैले म नास्ता लिन जाँदैछु। छोरोलाई पनि साथमा लाग्नुपर्छ, कोही छैन नि त हेर्ने मान्छे अहिले, सबै आफ्नो ड्युटीतिर गएको। लिफ्टमा म पैसा देखाउँदै नि त, चटक पैसाको चटक। अब म छोरोलाई पनि लगेर जान्छु उसको साइकलमा, म पनि जान्छु। साइकलमा उसको बजारलाई बसाइदिनु त भनेको त नास्ताको दोकानमा नि पुगेँ। नास्ता नि ल्याएँ, नास्ता नि दियो। नास्तावाला अङ्कलले अब म रुमतिर जान्छु। उता ऊ नास्तावालीको के भन्छ मम्मी, उसलाई नि हाउ गर्दैछ क्या, यस्तो आँखा ढाकेर हाउ गर्दै थियो। त्यो मैले अगाडिपट्टिबाट भिडियो बनाएन, साइडमा बसेको नि त, त्यही भएर मैले बनाउनु पाएन।
नास्ता लिएर रुममा आएँ, सेठलाई नास्ता दिएँ। सेठलाई नास्ता ल्याइसकेपछि अनि पानी आयो क्या, अझै पानी आयो दोबारा। त्यही भएर पानी जग्गा जग्गामा राखेर अनि म चाहिँ अब पार्किङ दिनुपर्छ नि त, त्यही भएर पार्किङ दिनुपर्ने भयो। पानी नआएको भयो, बकेटले पानी फालेर धुनु पर्थ्यो, जसरी धुनै पर्थ्यो अरे। त्यही भएर अहिले पानी आयो, अब म पार्किङ धुन्छु कि। त्यही भएर पार्किङ धोएर अनि त्यही पछि अनि 11:30 पार्किङ धोइसकेपछि मलाई चाय ल्याउनु जानु थियो नि त, सेटको चाय बाहिर गएर दिनुपर्छ नि त। आन्टी उसको बनाउँछ, उसको घरमा उसको बुढी मात्रै छ कि यस्तो कोही बनाउँछ चाहिँ बाहिरबाट पुरै यति म चाय ल्याउन पर्छ, चाय ल्याएर होइन नि सक्दैन कि सेट आएर त्यस्तो हो। चाय ल्याएर दिन गएको, चाय दिएर आन्टी उसको बुढीहरू नगद। अब रुममा गएर बाबुलाई सुताउने प्रयास गर्छु, बाबुलाई सुताल्छु। बाबुलाई सुतालेपछि मैले अलि छिटो सुतालेँ। आज मैले यस्तो गुड न्युज सुने नि, मेरो दिदी प्रेग्नेन्ट हुनुहुन्थ्यो नि, त्यही भएर आज उनको डेलिभरी भयो। त्यही पनि छोरी भयो कि, यति भाग्यमानी है छोरी, फर्स्ट सन्तान छोरी पाएकोमा, त्यही पनि नर्मल हुनुभयो।